ओ मुटुको धड्कन सुनाइदिइसक्यो मलाई, म झर्छु। लिची चोर्नको लागि हाम्रो योग्यता पुगेन। मेरो हाइटले भ्याउनी भनेको यस्तै मात्र छ जुन एकदमै पुन्टे छ म जस्तै। साथीहरू लिची आयो 200 रुपियाँ किलो, आफ्नै बारीको अर्ग्यानिक होइन, लिनुहोस् न। पैसा कमाउने टेक्निक हो। लिची राखेको किरा त्यो लिची राखेको किरालाई खायो भने लिची जस्तो स्वाद हुन्छ। पाइलट त हाम्रो भिनाजु हुनु पर्ने रहेछ। हेलो क्यामेराम्यान, ओ माय गॉड मलाई पिट्नु भयो। लिची टिप्ने यो स्टाइल यो सिन्धुपाल्चोकबाट अनि मेरो भिनाजुकोबाट अन्त कतै नजाओस् है भिनाजु। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। कस्तो आँखा पोल्या चाहिँ घाम नलागे पनि। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युबको दुनिया। के छ मेरो प्यारो साथीहरू, तपाईँहरूको हाल खबर सन्चो के छ भन्नुहोला। मेरो चाहिँ एकदमै झकास छ र म अहिले चाहिँ कार्तिकेको अलिकति माथिनिर छु अनि हामी कहाँ जाँदैछौँ भन्ने कुरा मेरो भिनाजुले भन्नुहुन्छ। यता आउनुहोस् भिनाजु। ल भिनाजु, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा दोस्रो पटक। धन्यवाद धन्यवाद। अनि अस्ति कालिम्पोङ जाँदा सँगै गयो नि त नि? गयो। ल भनिदिनुहोस् आज हामी कहाँ जाँदैछौँ भने? आज चाहिँ हामी सिन्धुपाल्चोक लिची खान जाँदैछौँ। अब लिची खाएपछि फोटो हालौँ ल, भिडियो पनि देखाउँला भनौँ न। बिचारा कस्तो मलाई हेपेको भिनाजु भएको एउटा सालीलाई। सो हामी चाहिँ होइन के भन्छ उता दिदी भिनाजुहरू पनि हुनुहुन्छ, हुन त सोल्टिनी र के पऱ्यो त्यही होइन त, तर म दिदी भिनाजु नै भन्छु। सो अब के हुन्छ हेर्दै जानु होला साथीहरू। अब हामी यहाँबाट निस्किनेवालामा छौँ। सो यति नै थियो अहिलेलाई चाहिँ। भाइ बनाउनु पर्छ होइन, कस्तो सुनिसक्नु भएको भिनाजु, यत्तिको भिनाजु चाहिँ हुनुपर्छ। साडीले के हो र सबै बुझ्ने होइन होला के हो। मलाई यस्तो आनन्द लागिरहेको छ यो हरियाली देखेर है। त्यही माथि मौसमले नि क्या दामी साथ दिइरहेछ। त्यही माथि हरियाली होइन, अलग मजा छ। मन्नेहरूको यहाँ छुट्टै छ, यहाँ पुरा कैसा लगा मेरो मजाक गर्दैछन् होइन। अनि मैले चाहिँ होइन यो बाटो फर्स्ट टाइम आइरहेको छु होइन, नगरकोट हुँदै सिन्धुपाल्चोक जाँदैछौँ हामीहरू होइन। यस्तो रमाइलो लागिरहेछ नि मलाई त। बाफ हेर्नु न यहाँ भ्यू, ओ माई गड, आँखाले देखेको जस्तो त पक्कै पनि देखिँदैन होइन यहाँ क्यामेरामा। त्यही पनि यस्तो बवाल आइरहेछ, मजा आइरहेछ। मैले भ्लग गर्दाखेरि क्या साथीहरू होइन, ठ्याक्कै मलाई अहिले चाहिँ याद आयो क्या, मैले हुन्छ नि भ्लग गर्दाखेरि चाहिँ जहिले पनि के हुन्छ भने इन्ट्रो पार्ट चाहिँ यस्तो अक्वार्ड पाराको हुन्छ होइन, किनभने हतार पनि भइरहेको हुन्छ अनि त्यही बेलामा बनाइन्छ नि त। अनि कस्तो अक्वार्ड पाराको हुन्छ अनि कस्तो हुन्छ अनि त्यसपछि चाहिँ बल्ल इन्ट्रो अलिकति अक्वार्ड पाराको भइसकेपछि अनि बाँकी त्यसपछिको कन्टिन्यू चाहिँ अलिकति रमाइलो खालको हुन्छ। चक्लेटी बाटो आइसक्यो हामीहरू। स्वर्ग जाने बाटो धेरै सुन्यो साथी। मम्मी झन्डै लड न, म झरौँ गाडीलाई गाह्रो पर्छ माने। अब चक्लेटी त चक्लेटी, कस्तो चक्लेटी म झरौँ। डर लाग्यो माई लर्ड। स्वर्ग जाने बाटो देखेदेखि यो चाहिँ पुरै नर्कै जाने बाटो जस्तो छ। ओ मुटुको धड्कन सुनाइदिइसक्यो मलाई, म झर्छु। क्या बात कर रहे? स्वर्ग जाने बाटो धेरै देखेको थियो, नर्क जाने बाटो पनि देखेँ होइन त हजुर। फाइनली सक्सेसफुल्ली आइपुग्यो साथीहरू। म जिउँदै छु हो कि क्या, कस्तो डर लागेर रामचन्द्र हरि। अच्छा One hour later.
बिनाजु लिची चोर्नलाई के बाटो के रे हाइट अग्लो हुनुपर्ने तर हाम्रो हाइट बढेन हैन लिची चोर्नको लागि हाम्रो योग्यता पुगेन मेरो भाइले लिचीको लागि लुक्यो भाइ युट्युबमा आउँछ क्या बिनाजुको योग्यता पनि प्रस्तुत गर्नुपर्ने छ तपाईँको यो वर्षको पहिलोचोटि हेर्नु त यो यहाँ गाउँको कहाँ पहिलोचोटि हुन्छ म त हजुर होइन आइदियो क्या यो वर्षको यो वर्षको पहिलोचोटि पहिलो दिन रुखैबाट दाइले टिपेर दिँदै हामी चाहिँ खाँदै कस्तो लाग्यो त लिची लिची त कस्तो लाग्यो तपाईँलाई चाहिँ सोध्नुपर्ने त पहिलोचोटि आउनु भएको छ पाहुना रहेछ यहाँ माथि पाहुना त सबैमा हुन्छ हेलो सायरा भन्दैछ यहाँनिर हाम्रो भिनाजुहरूको गाउँको लिची टेस्ट गर्नु पर्यो अब के छ साथीहरू के छ साथीहरू अमिला तर लिची जस्तो रहेछ अरे होला क्यामेराम्यान फोकस अब हामी फेरि टिपेर खानेछौँ कस्तो पुन्टे पुन्टे हौ मेरो हाइटले भ्याउने भनेको यस्तै मात्र छ जुन एकदमै पुन्टे पुन्टे छ म जस्तै मैले खाना आउँछ भनेर किराले खाइदिइसक्यो अच्छा यो चाहिँ त्यति जलमल केही नहालिकन भन्ने होइन कस्तो अमिलो यो बोटको मिठो छ यहाँ खाएको छैन टिप्दै हुनुहुन्छ साथीहरू लिची आयो 200 रुपियाँ किलोको आफ्नै बारीको अर्ग्यानिक औषधि केही नहालेको एकदमै अमिलो भयो नि यहाँनिर गरौँ भने हाइटले भ्याउँदैन हुन्छ अङ्कल भिनाजुबाट खानु खानु मलाई खानु तान्तान यो भर्खर कसे त्यो पनि हो त ओहो यो त कसरी निकाल्नु आयो आयो यहाँ बोटको मिठो खाएर के निकाल्नु मिठो रहेछ यो अस्ति नै यहाँबाट यस्तो उल्टा यो माथि एउटा बिचमा एउटा दुखी छ क्या उसले टिप्यो नि तर अलि अमिलो चाहिँ अमिलो रहेछ अझ अलिकति कुनै छ बिनाजु यहाँ हाल्नुहोस् त ल त म अब लागेँ है बजारतिर 200 रुपियाँ किलोले बेच्न अङ्कल तल छैन यसै गरी बेच्नुपर्छ है यसरी यता आउनु त बिनाजु सिकाउँछु है यसरी बेच्नुपर्छ होइन तपाईँलाई ल्याउनुहोस् उपहार होइन लिनु न लिनु न होइन लिनुहोस् न
अब मैले पत्ता लगाएँ नि त कस्तो खालको खानुपर्ने भनेर यसै सन्दा गिलो खालको भयो भने अलिक गुलियो हुँदैन अघि मैले खाएको गुलियो थिएँ होइन त्यही भएर तपाईँलाई पनि भनिदिएको त्यसरी कन्फिडेन्सको साथमा बोल्न त बोलिहाल्यो कि लास्टमा त अमिलो भइदिएर अरे क्या माथि कस्तो छैन अमिलो अब हामी होइन दुईजना भएर अब यस्तो उसमा त किरा फट्याङ्ग्राहरू अनि पुतलीहरू भेट्छ नि त होइन आज हामी पुतली जसरी पनि खोजेर त्यसको टिका लाउनुपर्छ है पुतलीको टिका लगायो भने पैसा कम हुँदैन अरे बुझ्नुभयो पैसा कमाउने निन्जा टेक्निक पुतली टिपेर पैसा कमाउनु भयो बिस्तारै किन बात त सही है किरा भयो नि खाइदिनु क्या लिची राखाएको किरा त्यो लिची राखाएको किरालाई खायो भने झन् लिची जस्तो स्वाद हुन्छ लिची राखाएको किरालाई खायो भने झन् लिची जस्तो स्वाद हुन्छ भाई साहब कुछ ज्यादा नहीं हो गया ये मतलब कुछ भी दिदी यस्तो यो उयोलाई छान्दाखेरि होइन अलिक गिलो खालको भने त्यो चाहिँ अम्लो नहुँदो रहेछ धेरै तिनवटा परिसक्यो त्यस्तै फिल भयो कि मलाई इतने तेजस्वी लोग हैं हमारे पास थ्याङ्क यू किरा लागेछ अब मलाई मान्छेले खाएन अब कमिलाहरू तिमीहरूले भने खाऊ भने दिदीले आफ्नो आत्मा दहस के भनिदिनु बिनाजु रुख भाँचिएर कस्तो महसुस भयो त धन्न लड्नु भन पुत्ते तल बिनाजु सेफली ल्यान्डेड हो पाइलट त हाम्रो भिनाजु हुनु पर्ने रहेछ अब हामी साली भिनाजु मिलेर लिची बेच्नु पर्छ भिनाजु खै त बोल्नु हुँदैन भिनाजु 200 रुपियाँ किलो हेलो क्यामेराम्यान जल्दी से फोकस करो तर्न सकिन्छ भिनाजु लडिँदैन बात तो सही है यस भिनाजु वाउ अब साली भिनाजुको बिजनेस है साथीहरू यो चाहिँ लिची मात्र 200 रुपियाँ किलोमा अब यो झोलाभरि भरिन्छ भरेन थाहा छैन अब काठमाडौँ पुग्नुभन्दा अगाडि बेचेर सकाउनुपर्छ भिनाजु अनि फेरि आउने ठुल्ठुलो दाना वाउ लगभग 5 किलो त भयो होला यो कति किलो लगेर बेच्ने मिलाउँछ 200 रुपियाँ किलोको एकदम अर्ग्यानिक होइन बिजनेस पनि आफ्नै घरको मान्छेहरूसँग गर्नुपर्छ त्यही हो नि जस्तो पाएन हाम्रो चाहिँ भट्टाभटिया पार्टनरसिपमा सबजना मिल्दै काम गर्दैछौँ अब लगेर बेचिदिने भने त 200 रुपियाँ किलो काम गरौँ बिनाजु रुखबाट टिप्दै उ गर्ने उताबाट एकजनाले सर्भिस गरेर यता ल्याइदिने अनि के छ कैसे कैसे लोग रहते हैं यार यहाँ पर ओ माय गॉड मलाई पिट्नु भयो लामखुट्टेको बाहना मलाई कुट्नु भयो टाउको ठाउँ बिनाजु हो कि मैले थप्पड खाएँ बिनाजु यहाँ आज उनी गएको आनन्द आएन मैले पिट्दा आनन्द आएन मैले पिट्दा मम्मीलाई भन्ने अनि मैले पिट्दा आनन्द आउनु पर्यो त हैन नहीं म त ढले ल धेरै हल्लामा छिटो काम गर्ने सबैजना हो पट्टापट्टि ल अब भर्खरै मैले त लामखुट्टेको बाहनामा पिटाइ खाइहालेँ अब मैले काम गर्नु पर्यो म चाहिँ रेस्ट गर्न गएँ अब बदला लिनलाई भयो नि म लामखुट्टेको खोजीमा हिँडेँ ल्याएर यहाँ राखेर हो निधारमा प्याट हो नि भन्नुहोस् के म उहाँसँग बदला लिम कि नलिम भन्नुहोस् बिनाजु जान्न चाहन्छु
छिटो भन्नुहोस् दिदीको माया छ भने होइन भन्नुहोस् छ भने लिएर आऊ भन्नुहोस् मनमा केही भडास भयो भनिहाल्नु अहिले हो मौका नभन्ने भनेपछि मनमा चाहिँ रहेछ है लिची टिप्ने यो स्टाइल यो सिन्धुपाल्चोकबाट अनि मेरो भिनाजुकोबाट अन्त कतै नजाओस् है भिनाजु यो तरिका लिची टिप्ने तरिका थोडा क्याजुअल था हो साउनी लिची कसरी दिनुभएको थियो कुन्नी लिची त जति जो आयो उसले खायो बोकौँ त अब बजारतिर जाउँ त भिनाजु कति 10 किलो त बढी भयो होला है अब 2000 कमाइन्छ हामी चाहिँ हेरेको हेऱ्यो अब यताको पाला आयो नि त डोको छुटेछ क्या भिनाजु पक्नुस् म लिएर आउँछु भिनाजु डोको ल्याउँदै थियो तब त रुख चढिसक्नु भएको छ त वाह 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 कडा कडा रुख चढाइ छ त मोबाइल चाहिँ खस्लाई अब भिनाजु ब्याक टु अन ड्युटी हो वाह वाह यत्रो बोट चार्यो सबैभन्दा मिठो लिची चाहिँ यहाँको घामले मलाई सतायो पानी मलाई बनायो भन्दै तान्नु त आउनु त मरुमा चढौँ यहाँको मिठो लेकिन एक सेकेन्ड हो एउटा खाएर हेर्नु त एउटा खाएर हेर्नु मिठो छ नि बडा लागेन सबैले रोप्यो पक्का हो कुनै शङ्कै छैन तर यो कस्तो त्यो रसिलो छैन जस्तो देखेको नि मिठो छ रसिलो दाना नि मसिनो तपाईँ लड्नुभयो भने म गीत बजाइदिनु न त म त लडे भन्छु 2 hours later. ल साथीहरू लड्दै र पढ्दै होइन टक्क घामसँग जुत्दै लिची बोटमा गएर लिची टिपेर पनि हामी फर्किसक्यौँ अहिले चाहिँ ठ्याक्कै 4:15-20 त्यस्तै कति भइरहेको छ अनि अहिले मौसम पुरै पानी पर्ला जस्तो गरिरहेको छ होइन अब हेर्दै जाऊँ फेरि पनि के हुन्छ होइन फेरि पनि म भेट्न आउँछु तपाईँहरूसँग होइन अनि यतिहरूसँग भिडियो हेरिराख्नु भएको छ तर लाइक गर्नु भएको छैन भने चाहिँ साथीहरू कृपया गरेर लाइक गरिहाल्नु होला तुरुन्तै अनि कमेन्ट र सब्सक्राइब भन्ने कुरा गर्दै गर्नुपर्छ होइन अघि बिहान आएको डर लाग्दो बाटो स्वर्ग जाने बाटो होइन नर्क जाने बाटो चाहिँ अहिले अब स्वर्ग जाने बाटो जस्तो भइसकेको छ पानी परेको भएर होइन अघि त यस्तो मुटुको धड्कनै सुनिरहेको थियो डरले तर अहिले चाहिँ घाम चरक्क चर्केर यस फाइनली हामी कट्यौँ यहाँबाट सबभन्दा टेन्सन भनेको यहाँनिरको थियो किनभने पानी पऱ्यो भने चाहिँ यो अघि नै डेडली भइसकेको थियो बाटो होइन अनि झन् पानी पऱ्यो भने भन्ने टेन्सन लागेको थियो तर फाइनली हामी फेरि पनि सक्सेसफुल्ली कटिसकेका छौँ साथीहरू वाउ गाडी अब म कस्तो डेडली रास्ताका सस्ता पऱ्यो नि त हौ म त पुरा रिपोर्टिङ गर्न जस्तो भइरहेको छ बाई बाई फेरि भेटौँला नेक्स्ट भिडियो भन्दै अहिले चाहिँ बाई बाई साथीहरू हाम्रो आजको यात्रा चाहिँ यहाँनिर समाप्त भइसकेको छ होइन जानलाई टाइम लागे पनि आउनलाई चाहिँ त्यस्तो धेरै टाइम लागेन कति लगभग हामी कति बजी हिँडेको थियो 3:45 बजे
कति बनाएको थियो अघि नै होइन अनि अहिले चाहिँ ठ्याक्कै 6 बज्न आँट्यो अनि साखु निस्किन लागिसक्यौँ हामीहरू चाहिँ अनि आजको हाम्रो यात्रा यहीँसम्म थियो अनि आजको दिन ओभरअलमा भन्नुपर्दाखेरि एकदमै रमाइलो भयो होइन अनि म चाहिँ फर्स्ट टाइम यसरी लिची बोटहरूमै गएर त्यसरी टिपेर खाएको होइन अनि एकदमै मजाको एक्सपिरियन्स भयो अनि तपाईँलाई चाहिँ कस्तो लाग्यो भिडियो त्यो पनि भन्नुहोला भन्दै आजको लागि यति नै स्वस्थ रहनुहोस् मस्त रहनुहोस् र व्यस्त रहनुहोस् अनि हाँस्न र हँसाउन कहिले पनि नछोड्नुहोस् म छिटै नै आउनेछु तपाईँहरूको सामु अर्को भिडियोको साथमा भन्दै आजको लागि यति नै बाई बाई एभ्रीवान लट्स अफ लभ फ्रम सायरा। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन उम्मीद पर दुनिया कायम है।